Hello everyone, आज चाहिँ हामी tips to write an essay चाहिँ कसरी लेख्ने भनेर टिप्स लिएर आएको छौँ। फर्स्ट अफ अल हामी चाहिँ इन्ट्रोडक्सन चाहिँ 30 to 40 वर्ड्ससम्म चाहिँ लेख्नुपर्छ। अनि सेकेन्डमा रहेको छ बडी, अनि थर्डमा रहेको छ कन्क्लुजन। फर्स्टमा रहेको छ बिगिन इन्ट्रोडक्सन बाई डिफाइनिङ द टपिक अर सिम्पली स्टेटिङ द ब्याकग्राउन्ड। हामी चाहिँ इन्ट्रोडक्सनमा चाहिँ जहिले पनि डिफाइन गर्नुपर्छ वा त्यसको बारेमा हल्का ब्याकग्राउन्ड इन्फर्मेसन चाहिँ दिनुपर्छ हैन। अनि अर्को रहेको छ राइट बडी अफ द एसे इन 2 प्याराग्राफ्स नर्मली यु क्यान राइट एडभान्टेजेस एन्ड डिसएडभान्टेजेस। हामीले चाहिँ बडीमा चाहिँ एडभान्टेजेस वा डिसएडभान्टेजेसहरू चाहिँ लेख्न हुन्छ है। अनि पछि लास्टमा रहेको छ कन्क्लुड द एसे इन 1 सर्ट प्याराग्राफ इन्क्लुडिङ द मेन पोइन्ट्स द्याट सपोर्ट द टपिक। हामीले चाहिँ टपिकको चाहिँ सपोर्टमा चाहिँ हामीले कन्क्लुड गर्नुपर्छ। If you want to know how to write an essay or about any other grammar topics, then don't forget to visit our office, which is located at Suketara Chale.